सुरु गरिदिनुहोस्। नमस्कार, म शीतल सुब्बा गोर्खाल्यान्ड एक्टिभिस्ट समूहको पक्षबाट हाम्रा आदरणीय जनता जनार्दनमा हार्दिक अभिवादन अनि नमस्कार। र विशेष गरी हामी यो वर्षकालीन सत्रको अवधिमा पनि गोर्खाल्यान्ड एक्टिभिस्ट समूहको पक्षबाट दिल्ली धरनाको निम्ति जाने एउटा कार्यक्रम तय गरिरहेका छौँ। त्यसरी नै 39वां शहीद दिवस यसपल्ट हामी दिल्लीमा मनाउन लागिरहेका छौँ र यो शहीद दिवस दिल्लीमा मनाउनुको औचित्य अनि यसको महत्त्वबारे र यस विषयमा विस्तृत रूपमा चाहिँ हाम्रा गोर्खाल्यान्ड एक्टिभिस्ट समूहका संयोजक आदरणीय किशोर प्रधानजीले यहाँहरू समक्ष केही कुराहरू राख्नुहुनेछ। सम्पूर्णमा अभिवादन भन्न चाहन्छु। आज खुबै महत्त्वपूर्ण घोषणा लिएर हामी गोर्खाल्यान्ड एक्टिभिस्ट समूह यहाँ तपाईहरुको समक्षमा छौं। हाम्रा वरिष्ठ अभियन्ता नारी समूहका प्रमुख शीतल सुब्बाले सुरु गर्नुभयो आजको यो वार्ता र मसँग वरिष्ठ अभियन्ता दिदी बिन्द्या टुप्पा अनि हाम्रो डीपी प्रधानजी यहाँ हुनुहुन्छ। र गोर्खाल्यान्ड एक्टिभिस्ट समूह हामी गोर्खाल्यान्डको पर्यायवासी बन्न चाहन्छौँ। हामीले चाहेको कुरो हो यो, तर जनताले के भन्नुहुन्छ त्यो जनतामाथि हामी छोडेर गएका छौँ। हामी जब पनि प्रेस वार्ता गर्छौँ त्यो प्रेस वार्तामा गोर्खा जाति र गोर्खाल्यान्डको कुरा हामी उल्लेख गरिरहेको हुन्छौँ। हामीले जसरी पनि जुनै हालतमा पनि जुनै अवस्थामा पनि चाहे त्यो हाम्रो निम्ति अनुकूल परिस्थिति नभए तापनि हामी गोर्खाल्यान्डको आवाजलाई हामी उठाउन छोड्ने छैनौँ। हाम्रो यो प्रतिबद्धता हो। अब अघिल्लो महिना फेरि एउटा गोर्खाको निम्ति एउटा ऐतिहासिक दिन हामीले फेस गरेर जानु पाउँदैछौँ। आज हामी जहाँ छौँ उनीहरूको कारणले आज हामी छौँ। उनीहरूले हामीलाई आज त्यो गर्वित दिनहरू दिइरहेको छ। यो देशमा हाम्रो चिन्हारी भएन, हाम्रो राजनीतिक सुरक्षा भएन, हामीलाई केही चाहिएन। यो देशभित्र एउटा राज्य चाहियो हामीलाई। हाम्रो आत्मनिर्णयको अधिकारको सवाल, हाम्रो अस्तित्वको कुरो पटक पटक हामी विदेशीको लान्छनादेखि अब हामी बाँच्नुपर्छ भनेर सम्पूर्ण विकास, घर परिवार, आफ्नो प्राणलाई पनि आहुति दिएर शहादत प्राप्त गर्ने, जसलाई दार्जिलिङ गोर्खा पार्वत्य परिषद अनि जीटीले पनि अनुमोदन गरेर सरकारी छुट्टीको रूपमा मान्यता दिएको छ 27 जुलाई। अनि यही 27 जुलाई 39वां शहीद दिवसको रूपमा यो दार्जिलिङ अथवा गोर्खा अथवा गोर्खाल्यान्ड प्रेमीहरूले पालन गर्न गइरहेको छ। हामी चाहन्छौँ यो 27 जुलाई एउटा उपलक्ष्य मात्रै नहोस्, एउटा आयोजना मात्र नहोस्, एउटा कार्यक्रम मात्र नहोस्, जसरी आजसम्म भइरहेको छ। 27 जुलाईमा चाहे त्यो गोर्खाल्यान्ड निम्ति सङ्घर्ष गर्ने होस्, चाहे त्यो गोर्खाल्यान्डको विरोध गर्नेहरू होस्, त्यो एक दिन चाहिँ उनीहरूले गोर्खाको नामको जाप लिन्छ अनि 364 दिन उनीहरूले गोर्खाको सङ्घर्षको विपरीत काम गरिरहेको हुन्छ। र यो स्थितिमा, यो अवस्थामा गोर्खाल्यान्ड एक्टिभिस्ट समूहले ठान्यो कि अब यो सङ्घर्ष दार्जिलिङको 3वटा पहाडको कुनामा मात्रै अब गुन्जिँदैन। त्यो बलिदान यो पहाडको 3वटा क्षेत्रमा मात्रै अब सीमित रहँदैन। उनीहरूले दिएको त्याग, उनीहरूले दिएको बलिदान यो देशको राजधानीले पनि सुन्नुपर्छ। राजधानीमा बसेका वरिष्ठ मान्छेहरूले, चाहे त्यो ब्युरोक्रेट अफसर होस्, चाहे त्यो एक्जिक्युटिभको अफसर होस्, चाहे त्यो जुडिसियरीको अफसर होस्, चाहे त्यो पार्लियामेन्टको प्रतिनिधि होस्, उनीहरूले पनि 27 जुलाई बुझ्नुपर्छ, 27 जुलाई जान्नुपर्छ। 27 जुलाईमा के को निम्ति आहुति दिएको थियो त्यो उनीहरूले पनि जान्नुपर्छ भन्ने कुराहरू हामी दिल्लीमा हामी बताउन चाहन्छौँ।